everyone, namaste, जोइले welcome back to my channel. So आज चाहिँ हजुरले बाहिर टाइटल हेरेर थाहा पाइसक्नुभयो होला यो भ्लग चाहिँ के को हो भनेर। यो भ्लग चाहिँ मदर्स डे स्पेसलको हो। भर्खरै माइजूको काम थियो अनि त्यो काम सकेर हामी चाहिँ अब केक लिन जान लाग्यो। यहाँ माइजू हुन्छ। हेलो हेलो माइजू स्कुल चलाउन बिजी हुनुहुन्छ। हामी आयो। अब हामी यहीँ हो केक अर्डर गर्न आएको हामी। कसले ए होइन मैले यहाँ भ्लग गराएको यहाँ हेर्न कति फोन चलाएको अरे। आन्टीले चिन्छ होला जम्मै आउन आँटी थियो। लाङ्गालीको मम्मीहरूलाई अनि त्यही भएर होइन म माइजूको घर राख्छु। माइजूको घर राख्छु। यहाँ हेलो भन्नु आदितीले हेर्छ आदितीले हेर्छ कि। आजै हामीले चाहिँ केक लिएर जाने डिसिजन गऱ्यौँ किनकि अब फेरि भोलि कस्तो भन्छ थाहा छैन नि त। अर्डर दिएर उस गर्दा फेरि ढिलो हुनसक्छ अनि त्यही भएर आज लाने। अनि त्यहाँबाट चाहिँ हाम्रो चाहिँ नाम लेख्न गएको छ त्यहाँ मदर्स डे स्पेसल भनेर। अनि त्यही भएर हो यहाँ माइजू हाम्रो केक चाहिँ यस्तोवाला छ। त्यही हो हाम्रो केक चाहिँ। ल आन्टी बाई बाई भन्नु बाई बाई। कस्तो हल्का रहेछ है माइजूले पर्सिदिनु भयो। त्यही उता राख्नु। हामी चाहिँ अब हिँडेको यहाँबाट केक लिगिसक्यो। गयौँ यो मेरो कभर हो कि गाइस। मैले अझ भर्खरै किनेको कभर हो। हेलो ये अब चिच्याएर हैरान। कहाँ राख्ने फ्रिजमा ल। सो गाइस अब यो चाहिँ माथि माइजूको फ्रिजमा राख्छु। अब किनकि फेरि नि हाम्रो घरमा राख्यो भने त अफकोर्स थाहा भइहाल्छ नि त। गाइस यो हो केक। अनि त्यहाँबाट अब म जान लाग्यो। भोलि माइजू पनि माइत जानुहुन्छ अनि त्यहाँबाट फेरि दिउँसोतिर आउनुहुन्छ होला कि। ल अब जाम ल मामा अब चाहिँ हामी त्यो पैसाको लागि खाम चाहिँ हिँड्छौँ गाइसहरू। खाम यो प्याकेट खोलेर कतिवटा लाने हो त्यो चाहिँ लैजाने हो कि। कस्तो राम्रो रहेछ है। हामीले चाहिँ 5वटा लियो। हामीले अघि किनेको खाम छ। अनि हाम्रो चाहिँ दिदीले पैसा पठाइदिनु भएको थियो मम्मीहरूको लागि भनेर 5वटा मम्मीहरूको लागि। अनि त्यही भएर 5वटा मम्मी भन्नाले 4वटा मम्मीहरू अनि एउटा चाहिँ आमाको लागि। अनि त्यहाँबाट 2टा बुढी आमाको लागि। अनि त्यहाँबाट अर्को 2टा ठुलो मम्मीहरू चाहिँ उहाँहरूलाई चाहिँ कपडा किनिदिए। अनि त्यहाँबाट चाहिँ गिफ्ट त्यही भयो क्या। अब यो चाहिँ हाम्रो मम्मीहरूको लागि है त। म पैसा उस गर्छु है हाल्छु है त। गाइस फाइनली हामीले चाहिँ म र माइजू भएर चाहिँ त्यो खाममा पैसा सैसा हाल्यो। अनि त्यहाँबाट चाहिँ अब म घर जानु लाग्यो। यसले मलाई जिस्काएर हैरान छ यहाँ। ए बा ल भयो कि म जान्छु बाई बाई। ए मलाई छुन हुन्न मलाई भ्याक्छु कि अब त्यस्तो गर्नुहुन्न है। अर्को ल्याऊ। ए हो ल बाई। म जान्छु कि
किन म घर जानु पऱ्यो न आज म घर जान्छु कि बाई म भोलि मिठी लिएर आउँछु ल जान्छु कि म बाई के बाई यसले मलाई पच्याएर हैरान ल हिँड नि त मसँग जाऊँ ल जान्छ उठ उठ ल उठ ल ल ल ल यहाँ बस ल बाई ल अघि यहीँ बस यहाँ बस कि खै मलाई नभ्याएको नि त म कुद्छिन्छ कि म यहीँ बस्छु कि ल ल यहीँ बस्छु हेरेको के यहीँ बस्छु कि ल सो गाइज म यहीँ बस्ने हो अनि त्यहाँबाट खै मेरो कभर ल्याऊ त म यहाँ लाउँछु सो म अब यहीँ बस्छु त्यसले मलाई जिस्काएर हैरान्छ केही गर्न बस भनेको भयो ओहो त्यो छ यो मेरो कभर हेर्न मेरो कभर देखाएर हैरान ए भगवान ल ल्याउनुहोस् के ल म जान्छु ल्याउनुहोस् त खिच्यो ल म गएँ है नजाने ल म किचन जान्छु नि त माथि म माम खान जान्छु कि माथि जानु पऱ्यो नि म माम खान त यहाँ बस म यहाँ आउँछु म तिमी दिदीसँग बस कि म आइहाल्छु किन ल हाई बाई बाई भन हाई गाइज दिस इज नेक्स्ट डे सो ह्याप्पी मदर्स डे सबै मम्मीहरूलाई अब चाहिँ म त्यो हिजो राखेको माइजूको घरमा चाहिँ केक छ माइजू चाहिँ माइज गइसक्नु भयो अनि त्यो केक लिन जान्छु मासु लिन जान्छु अनि त्यहाँबाट चाहिँ अब रेडी गर्ने है त ल है त गाइसहरू अब म चाहिँ म चाहिँ केक लिन आइसकेँ कोही छैन कि घरमा त त्यसले तल भाडामा बस्ने मात्र हुनुहुन्छ माथि माइजूको उसमा चाहिँ कोही छैन ये केक यो हो म जान राख्छु ल दिदीले मामा हेलो भन्नु हेलो हाई ल है गाइड्सहरू अब यो सामानहरू चाहिँ तल लिएर जाने सजाउनको लागि मिठाई त हजुर के भन्नु त ह्याप्पी मदर्स डे तिम्रो माया शीतलो जो नझै आमा तिम्रो काखा माया दिने चौतारी पिपल झै आमा आशी राखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलाई आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलाई गाइस म चाहिँ अब यो दुईटा ठुलो मम्मीहरूलाई छोड्न जानु लाग्यो ह्याप्पी मदर्स डे थ्याङ्क यू मेरो खैले ल्याउनु म ढोक गर्छु आशीर्वाद लाउरे भाउ मनाएको लाउरे भयो र मम्मीलाई सुन्दैदेऊ है अब ल पुरै खानु मम्मी नमस्ते नमस्ते ए भाबी खै ल्याउनु म ढोक गर्छु ए मै धन्नै रगाला नभेट्टाको ल भाग्यमानी ल बाई बाई ल गएँ है ल ढोक गर्छु खुसी सम्झेको ल भाग्यमानी मेरो छोरो ब्रिटिसमा लाउरे हुने ल बाई बाई ल बाई सर त खाली नै हाल्यो आन्टी हेलो भन्नु आजको दिन यस्तै भयो गाइजहरू अब यहाँ मामाको सामान आएको छ अनि म अब सामान छोड्न जान लाग्यो माइजूलाई
माइजूको सामान आउन लागिसक्यो। यही माइजूको घर चाहिँ अँध्यारै छ कि देखियो होइन, राम्रोसँग नै तर्सेको क्या म त पातपो रहेछ कि अँध्यारै देखियो क्या अनि के पनि म मात्र। यही हो माइजूको घर। लाउनु हजुरको पार्सल मामाले पठाएको होइन होइन खै मामासँग पठाएको अरे। बाई बाई। अब इन्ड गर्न लाग्यो कि ब्लग। बाई बाई गएँ म। ल है त साथीहरू अब पाइसक्यो गिफ्ट। के अरे माइजूको उस पायो। हावाहुरी चलिसक्यो आज पानी पर्ला जस्तो भएछ नि त। म यहीँबाट इन गरिदिन्छु ल। थ्याङ्क यू सो मच फर वाचिङ। डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल। बाई बाई, सी यु इन नेक्स्ट भिडियो। तिम्रो माया शीतल जुन आमा तिम्रो काखा माया दिने चौतारी पिपल बरा आमा आशी राखे है म भन्दा नि तिमी